राजकुमार राय। कति गरेर फेरि खै तपाईँले काट्नु होला भन्नु मेरो लगभग मेरो चाहिँ झन्डै 19,000 पुग्न खोज्ने रहेछ अब। त्यही हुन्छ होला 10% ले। तर होइन यो बालवालाको 10% बढ्यो भने हाम्रो अझै बढी बढ्छ भन्छ। बढी त कसरी पर्छ? खै कसरी हो भाइ यो मलाई त बुझ्नै पर्छ थाहै छैन। ChatGPT-लाई सोधेको त्यही भन्छ फेरि ChatGPT-ले। मैले चाहिँ यो 10% ले त 20% हुन्छ कसरी 21% भयो भनेर सोधेको। 10% सिधै 10% जोड्दा 20% जस्तो देखिन्छ तर दोस्रो 10% पहिले बढेको रकममा गणना हुँदा कुल प्रभाव करिब 21% हुन्छ अरे। त्यो चाहिँ हो त्यो भनेको चाहिँ तल त्यही हो क्या तिम्रो भनेको 21% होइन क्या मैले 10% मात्रै बढ्यो। 21% चाहिँ त्यो पुरानो नै गणना भएको हो क्या 10% मात्रै हो क्या बढ्ने भनेको। जुन त्यो 5,000 पहिला थियो नि 5,000 बढे महँगी भत्ता दिइरहेको नि त्यो यथावत नै रहेको हो कि। होइन अब हामीले 21% नै पाउँछौँ पाउनु त होइन त्यो होइन भत्ता त यथावतै रह्यो त्यसमा 21% हो जस्तो लाग्दैन मलाई। 10% मात्रै बढ्छ क्या मैले। अनि 10% बढ्यो भने त कति नै होला छ? त्यही 25-26 प्लस पेन्सन 70-80 आउँछ मेरो अब। बढेको 10 बाट कति के हो यो कहाँ अहिले म अहिले यता दोकानतिर। कहिलेतिर आउने त? हेलो हजुर लोकेसनमा हुनुहुन्छ? हजुर मन्दिरमा चाहिँ ठ्याक्कै लोकेसन थोरै अगाडि। त्यो मन्दिरको पर्तिर बाटो बनाउँदैछ है? त्यहाँ गाडी ठोकिँदो रहेछ र अघि पनि घुमेर आएको भनेपछि कसो गर्ने होला त यसको? ठ्याक्कै त्यही उमै आउँछ आउनु न। त्यो भनेपछि त्यो ठ्याक्कै त्यो जोल्टिङमा आइदिनु न। यो इभी गाडी हो कि 40 जिबी गाडी ठोकिन्छ म उतापट्टि आउँछु नि त है हजुर। ओके ल हस्। बजेट भाषण सुन्न छोडेर काठमाडौँमा हेलो खाना थोरै बनाइराख्छौँ त्यो बिहानको फर्सीसँग खाने कि बिहानको फर्सी थोरै त खाना थोरै खाने कि आएर साको खाने? तिमीहरूको के खाने मन र बनाऊ न के बनाउँछौ? हामी त खै केही खानु मलाई के खाने हो? अब मेरो पेसेन्जर आइसक्यो होइन? अब म चाहिँ यहाँ
यहाँबाट निस्किँदैछु है।